छोरीको पनि फर्स्ट टाइम हो, मेरो पनि फर्स्ट टाइम हो साथीहरू हैन। आज चाहिँ जसरी भए पनि अब यो धरहरा चढेर छोड्ने भनेर चाहिँ हामी बाउ छोरीले सल्लाह गरेर चाहिँ आइपुगेका छौँ। कस्तो लाग्यो त छोरी धरहराको? राम्रो। इन्ट्रान्स हेर त। राम्रो। दामी छ? दामी छ, दामी छ। हावा चाहिँ बबाले आउँदो रहेछ हौ साथीहरु। फटफट पातला छ नि हावा त के साह्रो चिसो आएको। यो त डाइरेक्ट हिमालबाट आएको हावा हो के हो छोरी? हिमालयबाट आएको हावा होला हौ यो त। यहाँदेखि दशरथ रङ्गशाला देखिँदो रहेछ है छोरी? रङ्गशाला पनि देखिँदो रहेछ नि। हेर न मान्छेहरू चाहिँ टन्नै आउनु हुँदो रहेछ है छोरी? टन्नै आउनु हुँदो रहेछ। के भएर भत्किएको यो धरहरा? भूकम्पले। यहाँ खुट्टा यहाँ काम मेरो। किन? यो दुलोबाट हेर्न नि मिल्दैन रहेछ। बाहिरको भ्यूहरू हेर्नुहोस् साथीहरू। क्या गर्छ छोरी? धरहरा चढ्ने हो अनि नचढ हौ। र साथीहरू अहिले चाहिँ हामी रत्न पार्कमा टेम्पोबाट ओर्लेर चाहिँ हामी आकाशे पुलतर्फ जाँदैछौँ। आकाशे पुलबाट हामी पारिपट्टि गएर त्यो तपाईँहरूले देखिराख्नु भएको ठुलो भवन चाहिँ वीर अस्पतालको हो। अनि छोरी चाहिँ अघि जाँदैछ, म चाहिँ पछि छु। र त्यो वीर अस्पतालबाट चाहिँ हामी अनि काठमाडौँ मल पुग्नेछौँ। काठमाडौँ मल पश्चात चाहिँ धरहरा आइपुग्नेछ। र साथीहरू अब हाम्रो यो भ्लगलाई चाहिँ तपाईँहरूले सुरुदेखि अन्त्यसम्म हेरेर हामीलाई साथ सपोर्ट गर्नुहोला है साथीहरू। सल्लाह सुझाव दिनुहोला, लाइक कमेन्ट गर्नुहोला साथीहरू। अनि ताकि हामीले आउँदो दिनमा तपाईँहरूको माझमा फेरि पनि यस्तै भिडियोहरू ल्याउन सकौँ। ल आउनुहोस् अब म तपाईँलाई धरहराको सम्पूर्ण भिडियोहरू तपाईँहरूको माझमा म देखाउने नै छु साथीहरू होइन। तपाईँहरूले अनि यो सुरुदेखि अन्त्यसम्म हेरेर लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला है त साथीहरू है। ल आउनुहोस् है, हामी अब तपाईँलाई छोडेर म चाहिँ मिलेर सम्पूर्ण धरहराको विस्तृत रूपमा भिडियोहरू तपाईँहरूलाई देखाउने प्रयास गर्नेछौँ है त। धरहराको लागि टिकट पनि काटिसकेका छौँ। नानीले 20 रुपियाँ निकालिसकेको छ होइन। ल हामीले चाहिँ टिकट पनि काटिसकेका छौँ। छोरी अनि कस्तो लाग्यो त धरहरा? राम्रो। राम्रो छ? अनि छोरी यता हेर न। 10 बजे नपुगिकन हामी 10 बजेसम्म पुगिन भने अनि फेरि उत्रिनु पर्यो भने ढोका बन्द गरिसकेको हुन्छ। त्यही भएर छिटो उत्रिनु पर्छ। अनि कस्तो लाग्यो त छोरी धरहराको? राम्रो। इन्ट्रान्स हेर त। राम्रो। दामी छ? दामी छ, दामी छ। माथि छिटो त चढौँ न। ए माथि चढिहाल्ने? फेरि त हुन्छ, फेरि 10 बजिहाल्छ। कति बज्यो? भ्यू त बबाल रहेछ त है धरहराको होइन छोरी? यहाँ हेर न है। अनि हामी बाउ छोरी चाहिँ जाँदैछौँ होइन। अब यो धरहरा माथि चढेर चाहिँ माथिको भ्यूहरू तपाईँहरूको म्यापमा देखाउने भनेको होइन छोरी? छोरीको पनि फर्स्ट टाइम हो, मेरो पनि फर्स्ट टाइम हो साथीहरू होइन। आज चाहिँ जसरी भए पनि अब यो धरहरा चढेर छोड्ने भनेर चाहिँ हामी बाउ छोरीले सल्लाह गरेर चाहिँ आइपुगेका छौँ। अब चाहिँ हामी एकैचोटि माथि पुग्नेछौँ है त साथीहरू। त्यो के बनाएको पनि अब यो चाहिँ कम्प्लिट भएको छैन जस्तो छ होइन साथीहरू। हेर्नुहोस् अब त्यो सायद त्यो त अब कहाँ हो र? यहाँ छ पकड। च्यात्ती नै दिनुभएको हो क्या? हिँड न हिँड छिटो।
अहो च्यातेरै दिनुहुन्छ छोरी अलिकति आऊ र साथीहरू अब आज हामी इन्ट्री गरिसकेका छौँ अब हामी चाहिँ गलिने रहेछ भनेर चाहिँ हामी लिफ्टबाटै जानेछौँ साथीहरू होइन लिफ्टबाटै जाने योजना बनाएर राखेका छौँ लिफ्ट चाहिँ यता रहेछ लिफ्टबाटै जाने हो छोरी जाउँ है लिफ्टबाटै पस हिँड्दै जाँदा त डर लाग्छ छोरी कस्तो भयो त राम्रो भइरहेछ धरा चढ्ने भनेको अब चाहिँ सपना पुरा हुने भयो है ल साथीहरू अहिले चाहिँ हामी माथि आइसकेका छौँ होइन अब चाहिँ हामी यहाँबाट भ्यू हेर्नेछौँ साथीहरू होइन ल हेर्नुहोस् यता आउनु छ कस्तो लाग्यो त हेर त एक राउन्ड लगाऊँ न पहिला मान्छेहरू कति धेरै आउनु भएको रहेछ है छोरी कस्तो लाग्यो हेर न राम्रै लाग्यो त अनि मान्छेहरू चाहिँ टन्नै आउनु हुँदो रहेछ है छोरी टन्नै आउनु हुँदो रहेछ हामीले एक राउन्ड पनि लगाइसकेका छौँ एक राउन्ड लाउँदाखेरि चाहिँ यस्तो माहौल देखियो होइन साथीहरू तल हेर्नुहोस् न गाई चाहिँ यहाँबाट चाहिँ काठमाडौँको भ्यू चाहिँ खत्रै देखिँदो रहेछ है साथीहरू ल हेर्नुहोस् आऊ के भयो डर लाग्यो हेट के को डर हो यतिमै डर लाग्छ अनि उता माथि स्पेसमा कसरी जान्छौ तिमी एस्ट्रोनट भएर अनि एस्ट्रोनट हुन्छु भनेको होइन अनि एस्ट्रोनट मान्छे यस्तोमा पनि डरायो भने त अनि उता अर्को प्लानेटमा पुग्दाखेरि त झन् अनि डराले छेड्छ होला त कट्टु अनि छेड्दैन लु हिँड्नु न अगाडि म भिडियो बनाउँदै हिँड खतरा रहेछ ल काठमाडौँ यहाँ चाहिँ हावा चाहिँ बबाले आउँदो रहेछ हौ साथीहरू पार्दो रहेछ भने हावा त के साह्रो चिसो आएको यो त डाइरेक्ट हिमालबाट आएको हावा हो कि क्या हो है छोरी हिमालयबाट आएको हावा होला हौ यो यहाँदेखि दशरथ रङ्गशाला पनि देखिँदो रहेछ है छोरी रङ्गशाला पनि देखिँदो रहेछ नि आएर हो त्यो गोल खेल्ने गेमहरू खेल्ने क्या रङ्गशाला पनि ठ्याक्कै देखिँदो रहेछ होइन त्यहाँ टोटल धराको हाइट चाहिँ 22 तला रहेछ अनि अहिले चाहिँ हामी ठ्याक्कै 20 तलामा छौँ है 20 तला सरी 20 तला
नेवरहरूको त खै नेवरहरूको के हो नेवरहरूको अघि हामी गएको त्यो त वहाँ कहाँ हो कहाँ पाटन पाटन हो क्या पाटन पाटन अनि यहाँदेखि देखिँदैन यहाँदेखि देखिँदैन पाटन देखिँदैन देख्न त देखिन्छ होला तर अब कता हो कता डर लाग्यो के को डर हो भने के भएर छोरी किन डराउनु हौ छ्या के बन्ने रहेछ हौ हेर न त्यहाँनिर भकुण्ड जस्तो नि छोरी मेरो मम्मी कहाँ हुनुहुन्छ के थाहा यहाँबाट कहाँ देखिन्छ त अघि चाहिँ हामी साथीहरू होइन यो लिफ्टबाट आयौँ अब चाहिँ हामी जाँदाखेरि चाहिँ भर्याङबाट जाने योजना बनाइराखेका छौँ 22 तला 23 तला 22 तला हिँड्दा त मरिन्छ होला त खुट्टा गलेर है छोरी दुख्छ होला नि तर लिफ्टबाट जाने कि भर्याङबाट कुन त तिमी भन न भर्याङबाटै जाने हेर्दै हेर्दै जानुपर्छ ल भर्याङबाट रमिता हेर्दै जानुपर्छ ल साथीहरू अब चाहिँ हामी लाग्यौँ है अघि चाहिँ हामी लिफ्टमा आएको अब चाहिँ हामी भर्याङबाटै जाने योजना बनाएका छौँ किनभने अब माथिबाट हिँड्दा त त्यति साह्रो गलिँदैन नि त है र मुनिबाट चाहिँ हिँड्दै हिँड्दै आएको भए त हाम्रो बोसो सबै झर्थ्यो होला नि अब के गर्नु ल हिँड्यौँ है अब चाहिँ साथीहरू हामी चाहिँ जता पनि रहेछ नि अब गलियो भने लिफ्टमा चढेर जाँदा नि हुने रहेछ है छोरी गलियो भने लिफ्टमा चढेर जाने भइहाल्ने रहेछ त ल जाउँ 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 अब हाम्रो योजना भनेको चाहिँ लिफ्टमा नचढ्ने टक 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 हिँडेर जाने भन्ने योजना बनायौँ साथी हो होइन अब के गर्नु होइन छोरी के हो नि तिमी त डराएको अङ्कलहरूलाई जान देऊ न यता हो त्यहाँ लिफ्टमा चढ्ने हो क्या छोरी यता गयो भने लिफ्टमा चढिन्छ यो दुलोबाट हेर्न नि मिल्ने रहेछ बाहिरको भ्यूहरू हेर्नुहोस् साथीहरू यस्तो छ र चाहिँ सिभिल यो चाहिँ एनटिसीको नेपाल एउटा पिस होला यतातिर गयो भने चाहिँ लिफ्टमा चढ्ने ठाउँहरू पुगिन्छ लिफ्टमा चढेर जाँदा मिल्छ र हामी चाहिँ तलैबाट जाने योजना बनाएको छौँ यो भर्याङबाटै यो हामी लगभग 18 होइन 17मा आइसकेको रहेछौँ 17 फ्लोरमा साथीहरू छोरी के भयो सिधा हिँड न त्यति भाइहरू चाहिँ कहाँ टाढैबाट आउनुभएको भाइ तपाईँहरू चाहिँ कहाँ टाढैबाट आउनुभएको कुन ठाउँबाट आउनुभएको घुम्न हजुर कुन ठाउँबाट आउनुभएको भनेको नि काठमाडौँ नै हो ए घरै काठमाडौँ हो ए धरारा भनेको लेखेर यो लुम्बिनी लुम्बिनी छ टाढा छ कि छैन टाढा छ नि लुम्बिनी त यहाँबाट टाढा छैन एक राउन्ड घुमेर अब चाहिँ हामी बाहिर निक्लिने छौँ साथीहरू होइन आमामा यहाँदेखि अझै तल पनि पो रहेछ त ग्राउन्ड फ्लोर चाहिँ 1 नम्बर 1 रहेछ अनि धरहराको पिक्चर चाहिँ यहाँ देखाइरहेको छ पहिलाको भत्केको धरहरा हेर्नुहोस् न साथीहरू यो भत्केको धरहराको पछाडि छ है साथी पछाडि यो भत्केको धरहरा चाहिँ अहिले पनि छ साथीहरू होइन के भएर भत्केको यो धरहरा
भूकम्पले मेरे यहाँ खुट्टा यहाँ काम मेरो किन सी ल बन्द गर त त्यो बन्द गर होती बस्ला म फोटो खिचाइदिन्छु होती आऊ होते आऊ यहाँ ऊपर त म फोटो खिचाइदिन्छु छिटो होते आऊ ल यो चाहिँ साथीहरू अब पहिलाको धरहरा चाहिँ यस्तो अवस्थामा छ है पहिलाको धरहरालाई चाहिँ 72 सालको भूकम्पले चाहिँ ध्वस्त पारेपछिको अवस्था चाहिँ यस्तो छ साथीहरू होइन तपाईँले यता पनि देख्न सक्नुहुन्छ छोरी उठौँ ल हुँदैन अब त हुँदैन नि अब यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ ल ल अब एकछिन पख न यस्तो छ है साथीहरू ल हेर्नुहोस् धरहराको भ्यू चाहिँ यस्तो खालको छ होइन त्यता त खोइ के बनाएको हो साथीहरू अब चाहिँ हामी धरहराबाट पनि बिदा दिएर जाँदैछौँ अब चाहिँ हामी न्यू रोडतर्फ जानेछौँ अनि छोरीले बबल टी खाने अरे त्यहाँनिर चाहिँ होइन अनि अब हामी बबल टी खाएर चाहिँ फेरि पनि हाम्रो कोठातिर हामी आउनेछौँ हाम्रो रुमतिर होइन रुम चाहिँ यहीँ नजिकै हो हाम्रो चाहिँ अनि अब हामी चाहिँ निस्किसक्यौँ धरहरा चाहिँ त्यही हो साथी हो होइन तपाईँहरूले देख्न सक्नुहुन्छ अब हामी चाहिँ न्यू रोडतिर जाउँ होइन छोरी ल अब हामी चाहिँ साथीहरू न्यू रोडतिर जाँदैछौँ न्यू रोड भनेको चाहिँ अब यो भित्रकै बाटो जाउँ ल छोरी भित्रकै बाटो जाउँ है ल हुन्छ नि ल अनि धरहरा कस्तो लाग्यो त तिमीलाई राम्रो लाग्यो ए धरहरा अब मम्मीहरू त चढ्न पाएन होइन हामीलाई त राम्रो लाग्यो नि तर अब हामी न्यू रोडमा जान्छौँ डालेनले कस्तो खालको सिटी बनाएको रहेछ न्यू रोडको त्यो सबै सफा गरेको छ अरे नि त तारहरू होइन छोरी ल होइन